गुड इभिनिङ साथी हो, तपाईहरु सबैजनालाई स्वागत छ फेरि पनि मेरो यो भिडियोमा। अहिले चाहिँ हामी यहाँ मेरो सारा दिदीको घरमा आइसकेका छौँ, सारी ठुलेमाको घरमा। हामी चाहिँ यहाँ किन आएको भनेदेखिलाई चाहिँ हामीलाई चाहिँ यहाँनिर इन्भाइट गरेको छ, मम बनाउँदैछ, त्यही भएर हामी चाहिँ यहाँ आएको छौँ। यहाँ चाहिँ हो मेरो सारा दिदी, यहाँ चाहिँ हो सारी ठुलेमा, यहाँ चाहिँ हो भेनाजु, यहाँ चाहिँ हो एलिना। के साथी हो मम बनाउँदैछ, तपाईहरुलाई देखाउँदै गर्छु। साथी हो कस्तो लाग्दैछ भेना? हामी सबैजना आएर मेरो भिडियोमा बोल्नु न छिटो, बोल्नु न, म युट्युबमा हाल्छु नि त। ल ठुलेमा भन्दिनँ एक दुई शब्द। खुसी लाग्यो सबैजना आएर परिवार। रोटी दामी बनाउँदैछ ठुलेमा, ल्याऊ। यता रोटी बेल्ने चाहिँ कुमाईबाट लिएर आएको। एलिना नातिनी यस्तो स्पिड रोटी बेल्दैछ मैले देखेको नि छैन। यता चाहिँ पर्यो रक्षाको छोरा, मेरो अर्को दिदी साइली दिदीको छोरा। तपाईँको दिदी भन्नु म नि तपाईँको दादा सुमरी कसै बेन। यता चाहिँ पर्यो जेठी दिदी सारा। माइली चाहिँ बाहुनामा छ, साइली चाहिँ दिल्लीमा छ, म चाहिँ कान्छी। यो चाहिँ मेरो सारा दिदीको घर। यहाँ हेर्नुहोस् फोटोहरू सबै बनाएर राखेको छ। यहाँ चाहिँ हाम्रो हिरो दाजुको फोटो, तर हिरो दाजु चाहिँ आज यो संसारमा छैन है, बितिसकेको छ। हिरो दाजुको फोटो चाहिँ छ यहाँनिर। तँलाई के भन्नु छ, दुई शब्द भन्दै। दुई शब्द भोलि होली हो, ममहरू पाक्यो। हाम्रो चाहिँ यहीँ फुच्चा फुच्चीहरूले खानु थाल्यो, तिनजनाले। हाम्रो गान्धीजीको 3 बन्दरले खाँदैछ मोमो। कस्तो लाग्यो नानीहरू मोमो? मिठो? अनुग्रह भेरी गुड। हामीले त मोमो खाइ पनि सक्यो, तर मैले देखाउनु पाएन, नानीहरूले खाएको मात्रै देखाएँ है। मोमो चाहिँ प्याक गरेर बोकिसकेको छु। यहाँ यी अचार मोमो। अब हामी यो घरलाई बिदा गरेर जाँदैछौँ। दिदीलाई बिदा, ए ठुले आमालाई बिदा। अझै भन्यो ठुले आमा। ए प्याराडाइज, बाई बाई। बाई बाई एलिना। साथी एउटा कुरा देखाउनु भनेको थिएँ, बिर्सेछु कि यहाँ हाम्रो साराले चाहिँ नि हाम्रो नातिनीलाई, एलिनाको छोरीलाई चाहिँ यस्तो जामा ल्याइदिएको रहेछ हो। हेर्नुहोस् न, क्या क्युट देखेको फेरि हो लाउँदाखेरि, आमामा हिरोनी जस्तो। तर नानी चाहिँ गुन्डेनी जस्तो।